हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। म चाहिँ भर्खर उठेको छु। अब चाहिँ चिया खाएर पहिला चाहिँ ब्रस गरेर चिया खाएर चाहिँ काम कुराहरूतिर मन लाग्नुपर्छ। त्यतिसम्मको लागि हजुरहरूसँग भेट गर्नेछु। 8 लिटर कति लाग्यो हिजो? बेलुका 6 बजीतिर आएर दुध दुयो अन्त नि हौ बेलुका आन्टीसँग आएको। चिया पाके मेरो ब्रेकफास्ट रेडी। मजाको त खाजा भुजा ब्रेकफास्ट भयो। अब फेरि सुँगुरको चारो पकाउनु जान्दैछु सधैँको जस्तै। कोपीको पत्तै खाँदैन। अब अहिलेको फेमस कोपी नै छ, के गर्नु। कोपीको पत्ता पनि खाँदैन, हक्का लाग्दो। अब साह्रो मिठो छ। अब चाहिँ झाडु पनि पाकिसक्यो। अब चाहिँ घरको सरसफाइहरू छ। सेन बटुल्नु, खाजा खाएको भाँडासाँडा धुनु। त्यसैसम्मको लागि तपाईँहरूसँग फेरि पनि भेटिनेछु। बाई बाई। घाम पुरा लागेको छ र लुगा धुम भनेर दोकान गएको सर्फ एक्सेल धुनु। सर्फ एक्सेल छ कति 10 गोटाको। सनान्ते के भन्नुहुँदैछ हौ? आज चाहिँ घाम लागेर सबैजना सरसफाइ गर्दै रहेछ। लागिरहेको छ आज चाहिँ यतातिर। सन्जय अङ्कल चाहिँ के गर्नुहुँदैछ अङ्कल? बेसी जाडोहरू खानु हुँदैन है। माइजूलाई दौरामा जान्छ कि भनेर सोध्नु दाउ कता भयो? बाटो ए
ओर्दो रहेछ। ओ माइजू दाउरामा नजाने? दाउरामा ए मेरो सुँगुरलाई दाउरै थिएन। त्यो चाहिँ के भनेर सोध्दै आएको थियो। पैसा केटाला खाजा बन्दकोपी रहेछ। एकछिन माइजूलाई कोपी बोल्नु सघाउनु पर्यो। कोपी पनि गोडिसक्यौँ दुईजनाले, अलिकति मात्रै थिएछ। अब चाहिँ हामी दाउरामा जाने भनेर सल्लाह गर्दैछौँ। ए दाउरामा जाँदैछौँ माइजू र म। पानी पनि पर्नु आँट्यो। हेलो नमस्ते गुड इभिनिङ सबैजनालाई। आजको मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो सायद हेर्नुभयो होला। फेरि पनि यस्तो नयाँ भ्लगको साथमा तपाईँहरूसँग म फेरि पनि उपस्थित हुने नै छु। त्यतिसम्मको लागि तपाईँहरूसँग बिदा माग्न चाहन्छु। अब चाहिँ लगभग 5:30 पनि बज्न आँट्यो। चाहिँ बेलुकाको खानापिनाहरू पकाएर खाएर सुत्ने हो। फेरि पनि भोलि तपाईँहरूसँग नयाँ भ्लगसँग भेट्ने नै छु। त्यतिसम्मको लागि बाई बाई।